एउटा भयानक सपना देखेँ, म मरेको सपना। आज राति मैले एउटा भयानक सपना देखेँ, म मरेको सपना। म भुइँमा लास भएर लडेको थिएँ। म भुइँमा लास भएर लडेको थिएँ। मेरा वरिपरि मेरा आफन्तहरू मलाई घेरेर बसेका थिए। मेरा छिमेकीहरू थिए, मेरा साथीभाइहरू थिए, मेरी श्रीमती रोइरहेकी थिइन्, मेरा छोराछोरीहरू पनि रोइरहेका थिए। असङ्ख्य मान्छेहरू थिए घरभरि, आँगनभरि। आज राति मैले एउटा भयानक सपना देखेँ, म मरेको सपना। एउटा भन्दै थियो, वानी हो मलाई चिनाउने। एउटा भन्दै थियो, वानी हो मलाई चिनाउने, नत्र म उहिले हराइसक्थेँ। उसको कुरा सुनेर मलाई खुब हाँस उठ्यो, किनकि मेरो नाम चलेको देखेर ऊ मलाई सबभन्दा बढी रिस गर्थ्यो। अर्को भन्दै थियो, वानी हो मलाई अधिकार, कर्तव्य, दायित्व र अनुशासन सिकाउने, नत्र म उहिले पत्रो भएर गइसक्थेँ। उसको कुरा सुनेर मलाई अचम्म लाग्यो। मलाई सबभन्दा बढी दुःख दिने उही थियो। ऊ मेरो लाखौँ रुपियाँ खाएर बेपत्ता भएको थियो। म सुनिरहेको थिएँ। धेरैले मलाई यसरी नै तारिफ गरेका थिए, मेरो गुणगान गाइरहेका थिए। आज राति मैले एउटा भयानक सपना देखेँ, म मरेको सपना। एउटा महिला रुँदै भनिरहेकी थिइन्, एउटी महिला रुँदै भनिरहेकी थिइन्, उहाँ त मेरो साक्षात् भगवान हो। म रक्षानीमा फ्याँकेको बेला उहाँले हो मलाई उठाएर ल्याउने, तर उनी थिइन् मेरो कुरा काट्दै हिँड्ने। अर्कै भन्दै थिइन्, उहाँ त मेरो पथ प्रदर्शक हो। मैले बाटो बिराउँदा उहाँले हो मलाई बाटो देखाउने, तर उनी थिइन् मेरो बदनाम गर्दै हिँड्ने। म देखिरहेको थिएँ। धेरैले मलाई एउटा महान मान्छे मर्यो भनेर श्रद्धाञ्जली दिइरहेका थिए, मलाई फुल चढाइरहेका थिए। आज राति मैले एउटा भयानक सपना देखेँ, म मरेको सपना। मरेपछि मात्रै थाहा भयो मलाई, मरेपछि मात्रै थाहा भयो मलाई, मान्छेहरूलाई चिन्न त आफू मर्नुपर्ने रहेछ। मरेपछि मात्रै थाहा भयो मलाई, मान्छेहरूलाई चिन्न त आफू मर्नुपर्ने रहेछ। धन्यवाद।